लु है साथी हो, मेरो चाहिँ चुल्हा बन्दैछ। यस्तो खालको चुल्हा बन्दैछ। कस्तो छ हेर्नुस् त मेरो चुल्हा। यो चाहिँ बनिसक्यो। अब यो बनाउनु बाँकी छ, यसको ओरान राख्नु बाँकी छ। अनि त्यस पछाडि चाहिँ लगभग सकिन्छ। यस्तो खालको चुल्हा हुँदैछ। राम्रो त छैन, निन्जो सिक्लै गर्दै गरेको। कस्तो यो खोरानी थाप्ने ठाउँ त कस्तो नसुहाउने पो देखिँदो रहेछ। वात्तै परेको। है मेरो चुल्हा यस्तो छ है। मेरो चुल्हा बन्दैछ गाइज। हिजो सिक्छु, यस्तो खालको चुल्हा बनाउँदैछु। के गर्नु, ग्यास छैन, ग्यास किन्नु पनि पैसा छैन। अनि बल्ल बल्ल ऋण बान गरेर किनु, आधी दिन्छ, त्यो पनि महँगो। बरुभन्दा लु त चुल्हा बनाउने हो, दाउरामै पकाइ खाने हो होइन छोरी? त भन्नु। चुल्हामै पकाइ खाने। दुखी जिन्दगी भयो, ग्यास किन्न सकिन्न, चुल्हामै पकाइ खानु पर्यो नि त। यो चाहिँ ओदान राख्दैछु है साथी हो। यो चाहिँ ओदान है। ओदान कस्तो लाग्यो भन्नु होला। ओदान कमाउँदैछु म। ओदान कस्तो बाङ्गो हुन्छ हौ मेरो ओदान त। तीन चुल्हा राखी ओदान थिक्ने चिता चाहिँ सोदान भन्थ्यो अरे पालनमा। त्यस्तै यो चाहिँ ओदान नै ल। कस्तो लाग्यो मेरो चुल्हा? राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्नु होला। यस्तै छ गाउँले जिन्दगी।